गुड आफ्टरनुन भाइ बहिनीहरू। आज म तपाईहरुलाई यो क्लास 11 को ट्रिगोनोमेट्रिक इन्टिग्रेसन पढाउन गइरहेको छु। त्यो यसमा पनि यो चाहिँ इन्टिग्रेसन बाइ पार्ट्सबाट गर्नुपर्छ। जस्तो हामीले 6-7 मा पढेको छौं कि त a को पावर m प्लस n भयो भने यसलाई हामी के गर्न सकिन्छ, a को पावर m र a को पावर n गरेर छुट्याउन सकिन्छ। त्यसैगरी यसलाई पनि के गर्न सकिन्छ, sec क्यूब x लाई sec स्क्वायर x इन्टु sec x dx गर्न सकिन्छ। अब यस पछाडी चाहिँ यसलाई फर्स्ट फंक्सन र यसलाई चाहिँ सेकेन्ड फंक्सन मानेर यसलाई इन्टिग्रेसन बाइ पार्ट्स मेथडबाट यसलाई सल्भ गर्छौं हामी। sec x इन्टिग्रेसन साइन sec स्क्वायर x dx माइनस sec x को डेरिभेटिभ लिन्छौं यहाँ र फेरि इन्टिग्रेसन साइन sec स्क्वायर x dx, यो dx चाहिँ यो इन्टिग्रेसन साइनको लागि र यो dx चाहिँ यसको लागि हो। sec x इन्टु sec स्क्वायर x को इन्टिग्रेसन भनेको tan x हुन्छ माइनस का माइनस र sec x को डेरिभेटिभ भनेको sec x इन्टु tan x हुन्छ इन्टु फेरि sec स्क्वायर x dx को इन्टिग्रेसन भनेको tan x हुन्छ dx sec x इन्टु tan x फेरि tan x चाहिँ यहाँनिर tan स्क्वायर x हुन्छ र यो एक्लै छ sec x को dx भयो। sec x इन्टु tan x, tan स्क्वायर x भनेको चाहिँ ट्रिगोनोमेट्रिक आइडेन्टिटीमा tan स्क्वायर x sec स्क्वायर x माइनस tan स्क्वायर x भनेको 1 हुन्छ। त्यसैगरी sec स्क्वायर x यो 1 यता ल्याउँदा माइनस नेगेटिभ 1 हुन्छ र यो नेगेटिभ tan स्क्वायर x उता लाँदा पोजिटिभ tan स्क्वायर x हुन्छ। tan स्क्वायर x भनेको sec स्क्वायर x माइनस 1 हो। tan स्क्वायर भनेको के रहेछ, sec स्क्वायर x माइनस 1, sec x बाहिर छँदैछ, त्यसको dx भइगयो। अब हामी अलिकति यहाँनिर ठाउँ खाली गर्छौं। ठाउँ खाली गर्नुभन्दा पहिले चाहिँ अलिकति फेरि म रिभ्यू गराउँछु। sec क्यूब x हो यो, यसलाई हामीले छुट्यायौं sec स्क्वायर x र sec x मा छुट्यायौं किनभने यहाँ एउटा पावर हुन्छ। यो र यो sec x को स्क्वायर र sec x को 1 जोड्दाखेरि यहाँ 3 हुन्छ। त्यसैले हामीले 2 र 1 मा छुट्याएको र यसलाई चाहिँ हामीले फर्स्ट फंक्सन मानेर अगाडि राख्यौं, सेकेन्ड फंक्सन मानेर यहाँ राख्यौं। फर्स्ट फंक्सन चाहिँ एज इट इज हुन्छ सुरुमा र सेकेन्ड फंक्सनको इन्टिग्रेसन हुन्छ। त्यसैगरी फर्स्ट फंक्सनको यहाँ चाहिँ डेरिभेटिभ लिन्छ अनि फेरि सेकेन्ड फंक्सनको हामी इन्टिग्रेसन गर्छौं। यो जस्ता तस्तै आयो sec x को sec x, यसको इन्टिग्रेसन tan x भयो माइनस का माइनस, sec x को डेरिभेटिभ भनेको sec x इन्टु tan x हो, sec स्क्वायर x को इन्टिग्रेसन भनेको tan x हो। जस्ता तस्तै यहाँ भइगयो र tan x जोड्दाखेरि tan स्क्वायर x भयो, sec x यहाँ आयो। tan स्क्वायर x को चाहिँ हामीले ट्रिगोनोमेट्रिक म्यानिपुलेसन गर्दाखेरि sec स्क्वायर x माइनस 1 आयो, sec x को sec x भइगयो। अब sec x इन्टु tan x माइनस यो र यो मल्टिप्लाई गर्दा sec क्यूब x अनि माइनस माइनस को प्लस हुन्छ, फेरि इन्टिग्रेसन साइन sec x भन्दा sec x dx हुन्छ। अब हामी यहाँनिर मेटाउँछौं। होली काउ, sec x tan x। अब एकछिन ल यहाँ सुरु गर्छौं। sec x इन्टु tan x माइनस
sec cube x plus sec x dx भयो। यो बाहिरको जस्तै यो आइगयो यहाँनेरि। अब के हुन्छ भन्दाखेरि माइनस sec cube x dx चाहिँ यता ल्याउँदाखेरि के हुन्छ माइनस sec cube x dx चाहिँ यता ल्याउँदा प्लस sec cube x dx हुन्छ र sec x into tan x को जस्ता तस्तै भयो। यो यता आइसक्यो, यो जस्ता तस्तै, यो यहाँ जस्ता तस्तै sec x dx जस्ता तस्तै भयो। त्यस पछाडी यो र यो जोड्दाखेरि sec cube x जोड्दाखेरि 2 sec cube x dx हुन्छ र sec x into tan x जस्ता तस्तै भयो। अब यसको इन्टिग्रेसन गर्दाखेरि के गर्नु पर्यो भन्दाखेरि हामीले यहाँनेरि यसलाई के गर्नु पर्यो sec x plus tan x ले माथि तल मल्टिप्लाई गर्नु पर्यो, dx र dx भयो। 2 sec cube x dx is equal to sec x into tan x होली cow। यो र यो मल्टिप्लाई गर्दाखेरि sec square x plus sec x dot tan x यो र मल्टिप्लाई गर्दा sec square x plus को प्लस sec x र tan x यो जस्ता तस्तै मल्टिप्लाई भयो। अब मुनि sec x plus tan x dx को dx sec cube x dx sec x into tan x plus अब हामीले यहाँ के गर्नुपर्छ भन्दाखेरि हामीले यहाँ टक्कसँगले यसको हामी सब्स्टिट्युसन गर्छौं। t is equal to sec x into tan x भयो। अब t को डेरिभेटिभ dt भयो, sec x को डेरिभेटिभ sec x into tan x हुन्छ प्लस को प्लस tan x को डेरिभेटिभ भनेको sec square x dx हुन्छ। त्यसैगरी के हुन्छ भन्दाखेरि इन्टिग्रेसन साइन यसको डेरिभेटिभ sec x tan x को डेरिभेटिभ sec x into tan x plus sec square x dx हुन्छ। अब हामीले के गर्छौं यो भनेको t भइगयो। अब sec square x plus sec x into tan x भनेको के रहेछ त dt रहेछ। अब हामी यो मेटाउँछौं। sec cube x dx sec x into tan x अब 1/t को इन्टिग्रेसन भनेको log t हुन्छ प्लस c। अब फेरि हामी माथिको मेटाउँछौं खाली बनाउन, किनभने this problem is very long, so we have to erase to make a space। अब sec cube x dx into sec x into tan x plus log अघि हामीले यसलाई t लेट गरेको थियौं भनेपछि यसको ब्याक सब्स्टिट्युट गर्दा के हुन्छ sec x plus tan x plus c हुन्छ। अब we are going to end our problem। अब sec square x dx जस्ता तस्तै sec x into tan x plus log sec x plus tan x plus c। यो 2 यहाँ मल्टिप्लाईमा थियो अब हामी के गर्छौं मल्टिप्लाईमा भएको यहाँ डिभाइडमा लान्छौं। यता मल्टिप्लाईमा थियो यता आउँदा डिभाइडमा आउँछ। sec cube x
dx भनेको के रहेछ त? ए सकिसक्यो, वी आर डन।